नमस्कार। आज म हजुरहरूलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउन गइरहेको छु। जस्तै हजुरहरूले यो प्रीति फन्ट युज गर्नुभएको छ र कहिलेकाहीँ हामीले यो लेख्दाखेरि यो उकार साइन युज गर्दाखेरि जस्तै क लेखेर हजुरले उकार साइन दिन पर्यो भने यस्तो अप्सन आउँछ र यसलाई तपाईहरुले Ctrl+Z गरेर सच्याउनु पर्छ भने अब यस्तो गर्न पर्दैन। हजुरहरूलाई सजिलो माध्यम म अब सिकाउने छु। सबैभन्दा सुरुमा हजुर यो फाइल अप्सनमा जानुस् र फाइल अप्सनमा गइसकेपछि यहाँ अब हाम्रो अप्सन्स भन्ने देखिन्छ। यो अप्सन्समा क्लिक गर्नुस्। अप्सन्समा क्लिक गरेपछि यहाँ हजुरलाई एउटा डायलग बक्स दिएको हुन्छ र यो डायलग बक्स भित्र चाहिँ हाम्रो यहाँ प्रुफिङ भन्ने अप्सन देख्नुहुन्छ। र यो प्रुफिङ भित्र गइसकेपछि यहाँ सुरुमा हजुरले अटो करेक्ट अप्सन भन्ने भेटाउनुहुन्छ। यहाँ अटो करेक्ट अप्सन भन्ने छ, यसमा क्लिक गर्नुस् र यसमध्ये चाहिँ हामीले अटो फर्मेट एज यु टाइप भन्ने देख्नुहुन्छ। जस्तै यहाँ अटो फर्मेट एज यु टाइप भन्ने छ, यसमा जानुस् र सुरुमा रिप्लेस एज यु टाइपमा चाहिँ हजुरले स्ट्रेट कोट्स विथ स्मार्ट कोट्स भन्ने देख्नुहुन्छ। यहाँ सुरुमै छ, यो टिक लागेकोलाई चाहिँ यहाँबाट हटाइदिनुस् र यसलाई चाहिँ ओके गरिदिनुस् अनि यो डायलग बक्सबाट पनि यसलाई ओके गरिदिनुस्। अब हामीले क लेखेर यो उकार साइन दिँदाखेरि चाहिँ हाम्रो पहिला जस्तो चाहिँ फल्ट आउँदैन। यहाँ चाहिँ सजिलै हजुरले उकार साइन युज गर्न सक्नुहुन्छ। धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला है।